सुबु ल बुबु बुढो गयो ल ए ल राम्रोसँग जाऊ हस् म पनि जान्छु मामु आज पनि अफिस जाने काइरा त उसको मामुसँग कति खेल्छ हजुरले त मलाई टाइम नै दिसिन्न मामुको जब नै त्यस्तै छ छोरी तिमीले अहिले बुझ्दिनौ भरे आउँदाखेरि मेरी छोरीलाई यति धेरै चकलेट ल्याइदिन्छु ओके ओके तिमी दिसभरि बस्दाखेरि ह्यान्ड वास चाहिँ गरिराख्ने हस् हस् बाई दिदी बाबा हजुर पनि अफिस जाने तिम्रो बाबा यो देशको राष्ट्र सेवक हो छोरी यो बेला देशलाई बाबाको धेरै ठुलो खाँचो छ ठुलो भएपछि बुझ्यो बाबा अहिले अफिस जान्छु तिमीलाई भोक लाग्यो भने मामुले किचनमा टिफिन बक्समा खानेकुरा राखिदिएको छ गएर खाऊ है हस् बाबा ल नानु अहिले खेलेर बस्छ है हुन्छ बाबा बाई बाई छोरी बाई बाई ए बाबु तपाईँका बुढाबुढी बाहिर भित्र गर्दा कोरोनाको साह्रै हामीलाई जोखिम भयो आजैबाट तपाईँहरूले यो कोठा खाली गरिदिनु पर्यो मेरो बिन्ती छ हेलो घर पुग्नु भयो आइसकेँ अनि फेरि के गर्दैछु म यहाँ घरमा आउँदा त छोरी त निदाइसकेकी रहेछिन् तिमीलाई उठाएर खाना खुवाएर सुताउनु है हुन्छ हुन्छ पिर नगर अनि हजुरले खानुभयो मैले पनि खाइसकेँ सुन्नुहोस् न आज म आउनु अलिक ढिला हुन्छ होला आइसोलेसनमा अर्को एउटा पेसेन्ट पनि थपिनु भएको छ त्यही भएर अलिकति खटिनुपर्छ कि ड्युटीमा ल ढोका सोका राम्रोसँग लाएर सुत्नु ल छोरीको केयर गर्नु नि ए हुन्छ हुन्छ आफ्नो ख्याल गर है बाबा हुन्छ हस् गुड नाइट असै बाबु तपाईँले आज कोठा छोड्नु भएछ भोलि चाहिँ जसरी नै कोठा खाली गरिदिनुहोस् है
हेलो यस्तो बेला मायालाई कोठाबाट निकालेर के गर्नु लाग्नु भएको त यो बेलामा हाम्रो लागि भगवान हो। तपाईहरु कहीँ जानु पर्दैन, मेरो घर खाली छ, आएर बस्नुस्, 1 रुपैयाँ भाडा पनि तिर्नु पर्दैन।